सबैजनालाई आज चाहिँ म पाङ्ग्राको अचारको रेसिपी लिएर आएकी छु। मैले चाहिँ 1 केजी जति पाङ्ग्रा लिएकी छु। त्यसलाई चाहिँ मजाले पानीमा पखाल्नु पर्ने हुन्छ अनि त्यसलाई चाहिँ अलिकति पानीमा नुन अनि अलिकति बेसार राखेर एकछिनसम्म मजाले उमाल्न दिनुपर्छ। यो मजाले उम्लिसकेपछि यसलाई मजाले पखालेर सानो सानो टुक्रा गरेर काट्नुपर्छ। काटिसकेको पाङ्ग्रालाई चाहिँ अलिकति कराईमा तोरीको तेल राखेर त्यसलाई मजाले रातो हुने गरेर फ्राई गर्नुपर्छ। हेर्नुहोस् त कस्तो मजाले फ्राई भएको छ। त्यसपछि मसला बनाऊ है त। मसलाको लागि चाहिँ मैले यो सबै सामानहरू अघि नै भुटेर राखिसकेकी छु। यसलाई चाहिँ हामीले मिक्सरमा पिसेर धुलो बनाउनु पर्ने हुन्छ। यसलाई चाहिँ हल्का मोटो गरेर पिस्नुपर्छ। त्यसपछि मैले लसुन र अदुवालाई चाहिँ सानो पिस पारेर लिएकी छु। अनि हामीले कराईमा अलिकति तेल राखेर यो लसुन र अदुवालाई चाहिँ एकछिनसम्म मजाले फ्राई गर्नुपर्छ। रातो भइसकेपछि हामीले अघि पिसेर राखेको मसलाको धुलोलाई राखिदिनुपर्छ। मसला चाहिँ एकछिनसम्म मजाले पाक्न दिनुपर्छ। खोर्सानी एड गरिदिएको छु। तपाईँहरूलाई पिरो कतिको मनपर्छ त्यही अनुसार खोर्सानी राख्न सक्नुहुन्छ। अनि अघि फ्राई गरेर राखेको पाङ्ग्रालाई चाहिँ हामी त्यसमा राखिदिन्छौँ। त्यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। त्यसमा स्वाद अनुसार नुन पनि एड गरिदिन्छौँ।